नेपालको संविधान 2072 अनुसार संघीय शासन प्रणाली अपनाइएपछि देशले जनतासँग प्रत्यक्ष जोडिएर काम गर्ने स्थानीय सरकारको रूपमा स्थानीय तह प्राप्त गरेको छ। बर्दिया जिल्लाको राजापुर नगरपालिकामा पनि स्थानीय सरकार गठन भएपछि परिवर्तनका केही सार्थक प्रयासहरू भएका छन्। स्थानीय सरकारको आगमनले राजापुरको सामाजिक, आर्थिक, भौतिक तथा प्रशासनिक क्षेत्रमा उल्लेखनीय परिवर्तनहरू ल्याएको छ। स्थानीय सरकारले नागरिकका आवश्यकताहरू नजिकबाट बुझेर सेवा प्रवाह गर्न थालेको छ। शिक्षा क्षेत्रमा सुधार, स्वास्थ्य सेवामा पहुँच, पूर्वाधार निर्माण, युवा तथा महिला सशक्तिकरण, पारदर्शिता र जनसहभागिताको माध्यमबाट नगरपालिकाले नागरिकको विश्वास जित्न सफल भएको छ। विशेषतः सीमान्तकृत अवसरबाट वञ्चित र बेरोजगारीको चपेटामा परेका युवाहरूको लागि राजापुर नगरपालिकाले सृजनशील आय आर्जन र रोजगारमूलक कार्यक्रम तथा बजेट व्यवस्थापन गरेर काम गर्दै आएको छ। त्यसमा राजापुर नगरपालिका जिल्लामै उत्कृष्ट तथा उदाहरणीय बन्न सफल भएको छ, जहाँ स्थानीय सरकारले युवालाई आत्मनिर्भर, सशक्त र सम्भावनायुक्त बनाउने उद्देश्यसहित विभिन्न सिपमूलक तालिमहरू सञ्चालन गरेको छ। राजापुरमा विगतका वर्षहरूमा युवा शक्ति प्राय विदेश पलायन हुनुपर्ने बाध्यतामा थिए। गाउँमा अवसर थिएन, सिप थिएन र त्योभन्दा ठुलो कुरा विश्वास थिएन कि गाउँमै केही गर्न सकिन्छ। तर स्थानीय सरकारको जागरण र व्यावहारिक योजनाले अहिले त्यो सोचमा परिवर्तन भइरहेको छ। नगरपालिकाले युवाहरूलाई रोजगारीमुखी बनाउने उद्देश्यले एडभान्स सिलाइ कटाई, वेल्डिङ, इलेक्ट्रिसियन, प्लम्बर, मोटरसाइकल तथा ट्र्याक्टर मर्मत, मोटर ड्राइभिङ र डिप्लोमा इन कम्प्युटर तालिम जस्ता सिपमूलक आय आर्जनसँग प्रत्यक्ष जोडिएका तालिमहरू सञ्चालन गर्दै आएको छ। नगरपालिकाले नगर प्रमुख युवा उद्यमशीलता आय आर्जन तथा सिप विकास तालिमको रूपमा सञ्चालन गरेका यी तालिमहरू कुनै साधारण योजना मात्र नभएर धेरै युवाको जीवनशैली, सोच र भविष्य नै परिवर्तन गर्ने परियोजनाको रूपमा हेरिएको छ। नगरपालिकाको सबै वडाबाट प्रतिनिधित्व हुने गरी 25 जना युवतीहरूका लागि 3 महिने एडभान्स तहको सिलाइ कटाइ तालिम सञ्चालन भइरहेको छ। तालिमबाट सिलाइ पेसा गरेर आय आर्जनमा जोडिन सक्ने र यसले जीवनमा परिवर्तन ल्याउने अपेक्षा प्रशिक्षार्थीहरूको रहेको छ। नगरपालिकाबाट दिएको हो। यसले अब हाम्रो जीवनमा निकै सहयोग गर्छ जस्तो लाग्छ। अब हामी बसिराखेका महिलाहरूलाई यसरी तालिम सिक्न दिएकोमा हामीलाई धेरै खुसी लागेको छ। अब यस्तै प्रगतिहरू अझै गर्दै राखोस्। यसले चाहिँ तपाईलाई भोलि पर्छ आय आर्जनमा सहयोग पुग्छ नि? पुग्छ। भोलि सिकेर हामीले सिलाइ सिकेर यस गर्न सक्छौँ, आफ्नो जीवन यापन गर्न सक्छौँ। हमरे पहला महिला हुनकर ओस्ता बैठल रही का कर कि कुछ व्यवसाय नहीं कर सकते ही अपन घर बैठ के ओस्ता फालतू जीवन बिताई रही। अब नगरपालिका के सर उपमेयर मैडम हुनकरे ई सिलाई कटाई तालिम लांडेल से अब हमरे बहुत ई अब हमरे सीख पैलक महिला हुनकर वो मैडम सिखाई पैलक उहर से बहुत धन्यवाद मैडम देह चहलाटी अनि हमरे फिर सिख पैलक वर्षे बहुत धन्यवाद देहटी। ऐना आज के दिन ओ ऐना दिन हन फे अस्तह कार्यक्रम लान दी कना हमरे आशा करती महिला हुनकर का कर कि पहला ओस्ता बैठल जीवन बिताइल से अब हमरे कुछ सिलाई कटाई सीख के कुछ अपन व्यवसाय करबी, अपन 1 रुपया फे जोगाई सकबी कना छेमट लेके हमरे सिखाए लाटी। पहला अंट सिलाई तही अब अपने सी के घाल सेकना हमन छेमट लेके आए लाटी। का कर कि अपने सी बिकल से हमार गरीबी जिंदगी आग बढ़ी कना मैं आशा करतू। का कर कि एक ठो सुठना सिलाई बेला किन सबसे शुरू किन बेला तो 500 पर्टा कल से सिलाई बेला फे वट 500-400 एक ठो सूठन पर्ट कल से अब हमरे उ सूठन अपने सीबी कल से 400 बसना ठाउँमा वो 400 लगना ठाउँमा 400 बच जाई उ हमार
बढ़िया व्यवसाय चली अपन घर क्षमता न बढ़िया से आगे बढ़ाई सकबी। युवा उद्यमशीलता केवल सिप सिकाएर समाप्त हुँदैन, त्यसपछि बजार पहुँच, लगानी सहयोग, प्राविधिक परामर्श र मनोबल वृद्धि पनि आवश्यक हुन्छ। राजापुरले यस चक्रलाई बुझ्दै अगाडि बढेको छ। वेल्डिङ इलेक्ट्रिसियन तालिम एउटा अत्यन्तै व्यावहारिक र माग भएको सिप हो, जसले युवाहरूलाई आत्मनिर्भर बनाउने, रोजगारी, उद्यमशीलताको नयाँ ढोका खोल्ने ठुलो अवसर प्रदान गर्दछ। यही अवस्थालाई ध्यानमा राखेर राजापुर नगरपालिकाले नगरका 25 जना युवाहरूलाई तालिमबाट प्राविधिक र व्यावहारिक ज्ञान प्रदान गरिरहेको छ। यसबाट आम्दानीका स्रोतहरू प्राप्त गर्न सकिने प्रशिक्षार्थीहरूले बताएका छन्। हाम्रो राजापुर नगरपालिकामा आएको रहेछ यसको तालिम, अनि त्यहाँबाट चाहिँ थाहा भएर अनि हामी यस तालिममा सहभागी भएको। यो तालिम चाहिँ कतिको इम्पोर्टेन्ट रहेछ तपाईँहरूको लागि? हाम्रो लागि यस तालिम धेरै इम्पोर्टेन्ट छ, किनभने धेरै अब बेरोजगारी सङ्ख्या धेरै छ होइन नेपालमा। हाम्रो यो गाउँठाउँमा पनि बेरोजगारी भएको कारणले यो तालिम सिकेपछि, यो सिप लिएपछि हामीहरू चाहिँ यो के अरे सिप आयोजन गरेर रोजगार हुन सकिन्छ। जस्तै यो तालिम लिइसकेपछि आय आर्जन गर्न सकिन्छ, यही फिल्डमा भोलिका दिनहरूमा चाहिँ भविष्य नै बनाउन सकिन्छ भन्ने कुराको कतिको हिम्मत छ तपाईँसँग, कतिको जुटिया? यो तालिम लिएपछि चाहिँ यो चाहिँ अहिले सिप लिएपछि चाहिँ भोलिका दिनहरूमा यसैबाट भविष्य बनाउनु पनि सकिन्छ, किनभने अब आफ्नै पसल राखेर गरे पनि हुन्छ होइन। यही ठाउँमा अब बाहिर वैदेशिक रोजगारमा पनि जान सकिन्छ सिप लिएर। यो इलेक्ट्रिकल सम्बन्धी काम गर्न सजिलो हुन्छ सिकेपछि। यो नगरपालिकाले तपाईँहरूको लागि यत्रो खर्च गरेको छ होइन, ट्रेनरहरू ल्याइदिएको छ, त्यसको लागि तपाईँहरूले चाहिँ मेयरले ल्याएका कार्यक्रमहरू तपाईँलाई कस्तो लागेछ? अथवा भोलिका दिनहरूमा चाहिँ अझै कुनै योजनाहरू ल्याइदिए हुन्थ्यो भन्ने लागेछ, के छ भन्नु त? एकदमै राम्रो, मेयर साहबले यो योजना ल्याउनु भयो, एकदमै राम्रो। अझै पनि आओस् यस्तो यस्तो योजनाहरू। अहिले ग्रामीण क्षेत्रमा कृषिका लागि प्रयोग गरिने ट्र्याक्टर, मर्मतका लागि प्राविधिक आवश्यक भइरहने भएकाले नगरपालिकाले त्यसका लागि युवाहरूलाई तालिम प्रदान गरिरहेको छ। वडा नम्बर 4 का प्रकाश चौधरीले मोटरसाइकल तथा ट्र्याक्टर मर्मत तालिम लिएपछि गाउँमै वर्कसपको काम गर्न सकिने बताउनु भएको छ। गाउँमै परिवारसँग बसेर गाउँलेलाई सेवा दिँदै प्राविधिक कामबाट आम्दानी गर्न सकिने युवाहरूको भनाइ छ। यो आफ्नो जीवन अगाडिसम्म राम्रो हुन्छ, सुरक्षा हुन्छ। सिप सिक्यो भने काम गर्न हामीहरू पाउँछौँ, हाम्रो अगाडि बढ्छौँ हामीहरू। जस्तै कि हामीहरू सिप सिकिसकेपछि आफ्नो छोराछोरीलाई पनि सिकाउन सक्छौँ। सिप बहुत राम्रो कुरा हो, पढाइ लेखाइ जस्तो हो, बहुत राम्रो हो सिप। यो सिप सिकेर हामीहरू छोराछोरीलाई सिकाउन सक्छौँ, नातिलाई सिकाउन सक्छौँ, अगाडि बढ्न सक्छौँ हामीहरू। आजको डिजिटल युगमा कम्प्युटर ज्ञान केवल वैकल्पिक सिप मात्र होइन, आवश्यक जीवन दक्षता बनिसकेको छ। सूचना प्रविधिमा तीव्र विकाससँगै कम्प्युटर तालिमले युवाहरूका लागि रोजगारी, उद्यमशीलता र शैक्षिक अवसरका ढोका खोलिदिएको छ। त्यसका लागि राजापुर नगरपालिकाले नगरपालिका क्षेत्रका 25 जना युवाहरूका लागि डिप्लोमा इन कम्प्युटर तालिम सञ्चालन गरिरहेको छ। कम्प्युटर तालिमबाट युवाहरूले बेसिक अपरेसनदेखि ग्राफिक्स डिजाइनिङ, डिजिटल मार्केटिङ, वेब डिजाइन, डाटा एन्ट्री, प्रोग्रामिङ जस्ता विशिष्ट सिपहरू सिक्न सकेका छन्। यस्तो सिपले सरकारी तथा निजी कार्यालयहरूमा रोजगारीको लागि आधार तयार पार्नेछ। आज शिक्षा, स्वास्थ्य, कृषि, बैंकिङ, पर्यटन लगायत सबै क्षेत्र कम्प्युटरमा आधारित हुँदै गएका छन्। यस्तो अवस्थामा कम्प्युटर तालिमले युवाहरूलाई प्रतिस्पर्धी, सक्षम र आत्मनिर्भर बनाउने महत्त्वपूर्ण भूमिका खेलेको छ। त्यसैले कम्प्युटर तालिमलाई सबै युवासम्म पुर्याउन सरकारी तथा निजी क्षेत्रबाट सहकार्य आवश्यक छ। पढाइ अहिले म ब्याचलर पढिरहेको छु, किनकि म ब्याचलर पढ्दाखेरि पढिरहेको छु र कम्प्युटर अति नै जरुरी छ मेरो लागि, किनकि म आगामी दिनमा कुनै पनि जब गर्दा कम्प्युटर नसिके भने मलाई अप्ठ्यारो पर्न सक्छ। अप्ठ्यारो कुनै पनि काम गर्न नगरपालिकाले दियो, यो धेरै नै राम्रो लाग्यो, किनकि हामी जस्तो कमजोर
परिवारलाई त्यो कम्प्युटर सिक्न एकदमै गाह्रो पर्छ। त्यसैले हामी जस्तो कमजोर वा गरिब घरहरूलाई घरका विद्यार्थीहरूलाई दियो कम्प्युटर सिक्न धेरै नै राम्रो लाग्यो सर। राजापुर नगरपालिकामा स्थानीय सरकारको आगमनले समग्र विकासमा गति प्रदान गरेको देखिन्छ। स्रोतको सीमितता, कर्मचारीको अभाव चुनौतीहरू भए पनि जनताको अपेक्षा अनुसार राजापुर रूपान्तरणको कार्यक्रम चलाइरहेको छ। राजापुर नगरपालिकाले स्थानीय बेरोजगार नागरिकहरूका लागि प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत विभिन्न गतिविधिहरू सञ्चालन गर्दै आएको छ। राजापुरमा प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी रूपमा सञ्चालनमा आएको छ। यो कार्यक्रमको मुख्य उद्देश्य बेरोजगार युवाहरूलाई न्यूनतम 100 दिनको रोजगारी प्रदान गर्नु हो, जसले उनीहरूको जीवनस्तर सहज बनाउन र स्थानीय उत्पादनशीलतामा योगदान पुर्याउनेछ। सबैभन्दा पहिले यो राजापुर नगरपालिकाले वार्ड नम्बर 5बाट आर्थिक अवस्था कमजोर भएका, जस्तै अब हुन्छ त कसैको अब 2-3 कट्ठा जग्गा भएको आर्थिक अवस्था एकदमै न्यून, आफ्नो बच्चाबच्चीहरूलाई पढाउन आफ्नो आर्थिक अवस्था जस्तै चामल ल्याउन अब त्यसको आर्थिक अवस्था कमजोर भएको व्यक्तिहरूलाई मात्र सिलेक्ट गरेको छ, जसमा म स्वयं लगायत हामी सबै साथीहरू परेका छौँ। र हाम्रो यस राजापुर नगरपालिका 5बाट यो स्वरोजगारको योजना आएको हो, जसबाट हामी 5 वडा भित्रका सबै व्यक्तिहरू परेका छौँ। यसमा हामीले 100 दिने काम हो, जसमा 50 दिन तालिम र 50 दिन यस्तै कुलाहरू खन्ने काम गरिरहेका छौँ। यो तालिम लिएपछि तपाईमा आफ्नो चाहिँ के कुरा चाहिँ परिवर्तन आयो, के कुरा चाहिँ बदलियो जस्तो लाग्छ? हामी यो तालिम लिइसकेपछि हामीमा सबैभन्दा पहिले हामीले आफ्नो जीवनलाई कसरी परिवर्तन गर्ने त, हामी अब 50 दिने तालिममा पनि जीवन उपयोगी तालिम लिएका थियौँ। उद्यमशील कसरी बन्ने त हामी भन्ने तालिम पनि लिएका थियौँ। त्यसमा अब जीवन उपयोगी तालिममा हामीले आफ्नो जीवनलाई एउटा तालिम गरे बापत अब सरकारले पनि अब हामीलाई केही रकम दिने व्यवस्था गरेको छ, जसबाट हामीले त्यही पैसाबाट हामीले आफ्नो सिप गरे बापत र त्यो पैसा आए बापत हामीले आफ्नो जीवनलाई कसरी चेन्ज गर्ने त, परिवर्तन कसरी गर्ने। जस्तै हुन्छ कुनै बाख्रा पालेर त्यही पैसाबाट आएको आय स्रोतबाट हामी आफ्नो बाख्रा पालेर हुनसक्छ कि कुनै तरकारी खेती गरेर हुनसक्छ। स्वयं हामी आफूमा आत्मनिर्भर भएर हामी आफ्नो जीवनलाई परिवर्तन गर्नु नै जीवन उपयोगी सिप हो। अब म त त्यही चल्लाहरू पालेर एउटा ठुलो फर्म खोलेर चल्लाहरू सानो सानो चल्ला अब एक ठाउँमा जम्मा गरेर त्यसलाई अब त्यही सानो के भन्छ ब्रोइलर फर्म जस्तै भन्नु पर्यो, त्यसै खोलेर आफ्नो जीवन लगायत आर्थिक अवस्था पनि त्यस्तै नै परिवर्तन हुँदै जान्छ। त्यस्तै योजना को हुनुहुन्छ, कसले कमाउनुहुन्छ कि कमाउनुहुन्न कि के छ घरको अवस्था बताउनुस् त? घरको अवस्था अब घरमा त धेरै छैनौँ, कति 5 जना छौँ हामीहरू, जसमा अब म स्वयं पनि केही काम छैन, अब कुनै रोजगारी छैन, भर्खरै आर्थिक अवस्था कमजोर भएको बाबतले नगरपालिकाले मलाई छानेको छ, जसमा अब नभएको कारणले म अब खेतीपाती पनि छैन, 3-4 कट्ठा मात्रै छ, अब आउने आय स्रोत केही छैन। त्यही भएर अब यही यो 100 दिने अब 50-50 गरे 100 दिने रोजगार गरे बापत आएको स्रोतबाट मैले सानो फर्महरू अब खोलेर आफ्नो जीवनलाई परिवर्तन गर्ने उद्देश्य राखेको छु। कार्यक्रम अन्तर्गत राजापुर नगरपालिकाले विभिन्न सार्वजनिक कामहरूमा स्थानीय बेरोजगार युवाहरूलाई संलग्न गराउँदै आएको छ। नगरपालिकाले यो आर्थिक वर्षमा डकर्मी र सडक मर्मतको काममा स्थानीयहरूलाई संलग्न गराएको छ। यसले एकातिर नागरिकलाई सिप प्रयोग गर्ने र आम्दानी गर्ने अवसर दिएको छ भने अर्कोतर्फ नगरपालिकाको विकास कार्यमा स्थानीय जनशक्तिको प्रत्यक्ष सहभागिता सुनिश्चित गरेको छ। ई काम त मजा लागल बा सर। आप ई काम का कथा हमरा 50 दिन तालीम कर ली सर। 50 दिन तालीम कई के सड़क मरम्मत तालीम रह सड़क मरम्मत तालीम कई कन हमरा 50 दिन पुगा के अब हमरा कुलुआ खन्ना मन लागला थी सर।
ई काम आप मजा लागल बा आप घर बैठल से फिर 1-2 रुपया आई अपन बाल बच्चन हुइल अपन कुछ काम करबी कुछ कहूँ ठाउँ मन लगेबी कह के हमरा काम पाइल बाटी एकदम मजा लागल बा वो का कथा सडडी अस्तक दिही हमन फे कना से लागल बा का करे कि सडडी मजा से अस्तक दिही त हमरा फे महिला मन हमरा अंडा कमाई जाए नि सकथी सर अब ये हमरा स्वरोजगार लाटा कला से 668 रुपया पैथी सर 668 रुपया पहले से फे कोनो कुछ ठाउँ मन हमरा धरबी अपन बाल बच्चन मजा से पढ़ेबी कना लागल बा वो हमारा से सडडी अस्तक काम दिही हमार नगरपालिका ठेबाट हमार सर प्रमुख सर बाटा कहक परल आ प्रमुख सर हन फिर सुनती बाटा कहक परल सदीमान अस्तक दिही त हमन और मजा हुई महिलन के लाग सर आ पुरुष रोट बाहर जिठा काम कर सर अब कमाई जाए सेक्टर हमरा त महिला मने अब बच्चा रोटा घर में बच्चा घर हेरना हो कि बच्चन हेरना हो कि हमरा कसी दिना हो बाहर उ फे हारक परल अब बाल बच्चन हेर कन्हा यहाँ हाम्रो घर हेर कन्हा फे हमरा ई काम पाइल बाटी एमा फे हमरा एकदम मजा बाटी खुशी लागत सर का कर कि 1-2 रुपया पहले से फे सहज ठाउँ मन हमरा सदुपयोग कै कन्हा अपन बाल बच्चन हुइला से फे का कथे घर व्यवहार सबको मजा से चलेबी कई कना लागल बा का कर कि ऐना दिन में आगनिक दिन में न कह परल मजा से ओ एक चुटी रकम फे एक चुटी दान चुटी बढ़ा दिही एक चुटी कम परल कना जस्ता लागल अब हमरा महिला मने दूर कमाई जानी सकथि अब पुरुष त जिठा दूर कमाई अब दूर गिला से फिर दुख सुख पैठा त फे अब ढेर पैसा पैठनी अब हमरा त महिला जीवित अब हम घर बच्चा बाट यहाँ छोड़कर जाइनी हुई अब पहले से दूर गिले से फिर ढेर पैना त पैने रही सर अब हमरा बच्चा हेर थी घर हेर थी अब हमरा जाइनी हुई वहाँ बाहर वो हमारा से एक चुटी हम महिलन लाग कहक परलक और से वो जाकर गांव घर में ना रेट एक चुटी ज्याला मजदूरी एक चुटी हमारा सर यहाँ सुनाई तू एक चुटी बढ़ा कर ऐना आग दिन में ना एक चुटी बढ़ा कर ऊँचा कहीं दी कहीं कना ऊँचा अनुरोध करटू सर है ना कार्यक्रममा सहभागी स्थानीयहरूले आफू घरमै बसेर केही दिन काम पाउने नियमित आम्दानी हुने र सरकारसँग सीधा सम्बन्ध स्थापित भएको महसुस गरेका छन्। विशेष गरी विपन्न अति गरिब र रोजगारीको अभावमा रहेका समुदायका लागि यो कार्यक्रम अत्यन्त राहत भएको छ। 50 दिनमा हामीहरू रोड मर्मत बारेमा सब त्यो तालिम सिक्यौं सर। अनि 50 दिनमा त्यो रोड मर्मत कसरी गर्ने के गर्ने अनि रोड मर्मत गर्दा के कुरामा ध्यान दिनुपर्ने त्यो सबै चिज सिकेर अनि त्यो 50 दिनको कार्यक्रम सकाएर अब यो 50 दिन फेरि सुरु भएको छ। अनि यसमा त्यो सिप सिकेको तालिम सिकेको अनुसार हामीले कसरी काम गर्ने त्यसलाई अब यसमा ढालिरहेछौँ सर, काम गरिरहेछौँ। यो काम तालिम भनेको राम्रो लागिरहेछ सर हामीलाई। पहिला यस्तो थिएन सर। अहिले यो 81 सालदेखि सरकारले यस्तो नियम राख्यो कि 50 दिन तालिम अनि 50 दिन काम गर्ने। त्यो तालिम सिकेर काम गर्न जाँदाखेरि अलि हामीलाई सहज भइरहेछ। त्यो चाहिँ राम्रो लागिरहेछ। तालिम पनि दिने र त्यसमा के भन्छ पारिश्रमिक पनि दिइराख्नु भएको छ। त्यसको लागि राम्रो लाग्छ, खुसी लाग्छ हामीलाई। नगरपालिकालाई अब सर अब आउने आगामी दिनमा पनि यस्तै सिपमूलक तालिम दिने र अलिकति पारिश्रमिक पनि बढाएर दिनुहुन्छ र त्यस्तै सिक्दाखेरि के भन्छ अब हाम्रो अलि आएको त्यो आम्दानीले थोरै हाम्रो जीवनमा केही के भन्छ केही उद्यम गर्ने त्यो पैसालाई सही ठाउँमा सदुपयोग गरेर अलिकति अगाडि बढ्ने त्यो सोच छ सर हाम्रो। राजापुर नगरपालिकाले स्थानीय बेरोजगार दर्ता प्रणालीलाई व्यवस्थित गर्दै पारदर्शी ढङ्गले कार्यक्रम सञ्चालन गरेको छ। भविष्यमा सिप अभिवृद्धिसँग जोडिएर कार्यक्रमलाई अझ प्रभावकारी बनाउने योजना पनि अगाडि सारिएको छ। यस कार्यक्रमले स्थानीय युवामा आत्मसम्मान, कामप्रतिको रुचि र देशमै केही गर्न सकिन्छ भन्ने भावना जगाएको छ। नगर प्रमुखज्यू निर्वाचित भइसकेपछि उहाँले चाहिँ तपाईहरु चाहिँ कुन तालिम लिन इच्छुक हुनुहुन्छ, तपाईको अवस्था कस्तो छ, के छ भनेर हाम्रो चाहिँ हाम्रो EMS-बाट चाहिँ एउटा सफ्टवेयरबाट चाहिँ फर्म दिएर पनि गर्न सकिन्थ्यो अथवा मोबाइलबाट पनि दिन सकिन्थ्यो, एप्लिकेसन दिन सकिन्थ्यो। त्यसरी चाहिँ हाम्रो चाहिँ लगभग 5120 जनाले चाहिँ फर्म भर्नु भएको थियो उहाँहरूले।
तीमध्येमा चाहिँ कुन कुन पर्नुभयो होइन के छ भन्ने कुरा अब त्यो प्राथमिक सूचीको आधारमा चाहिँ उहाँलाई चाहिँ सम्बन्धित वाडामा चाहिँ त्यो लिस्टहरू हामीले पठाएका थियौँ। ती लिस्टहरू उहाँहरू कुन कुन पर्नुपर्छ के छ भने चाहिँ उहाँहरू अब जस्तै त्यो जुन प्राथमिक सूचीको नभएको छ भने त्योभन्दा दोस्रोमा होइन उहाँ पनि छैन भने तेस्रोमा चाहिँ रोजगारको सिलसिलामा गएको छ भने तर तिनैमा आधारमा चाहिँ त्यही बेसलाई नै तानेर के अरे छनौट चाहिँ गरेको छ, हामीले गरेका छौँ। यो चाहिँ हाम्रो नगर प्रमुख उद्यमशील तालिम। अर्को चाहिँ हाम्रो यो कार्यस्थलमा आधारशिपमूलक तालिम चाहिँ प्रधानमन्त्री रोजगार कार्यक्रमको यो EMSबाट सूचीकृत भएका व्यक्ति बेरोजगार व्यक्तिहरू त्यहाँ चाहिँ विपन्न आर्थिक अवस्था कमजोर भएका र उनीहरूको चाहिँ दैनिक गुजारामा चाहिँ एकदम प्रत्यक्ष अप्रत्यक्ष रूपमा चाहिँ असर भइरहेका त्यस्ता व्यक्तिलाई चाहिँ त्यहाँ चाहिँ बेरोजगार मध्येबाट नै त्यहाँबाट वाडाबाट चाहिँ छनौट गरेर चाहिँ भएर सहभागी गराइएको। अहिले चाहिँ हाम्रो सिपमूलक तालिममा राजापुर नगरपालिकाको 81-82 को वार्षिक कार्यक्रम अनुसार नगर प्रमुख युवा उद्यमशील आय आर्जन तथा सिपमूलक तालिम चाहिँ हामीले चाहिँ राखेका थियौँ। त्यो कार्यक्रम वार्षिक कार्यक्रम अनुसार त्यसमा चाहिँ हाम्रो भित्रमा चाहिँ एउटा अर्को चाहिँ के अरे कार्यस्थलमा आधारित सिप क्षमता विकास तालिम र जीवन उपयोगी तालिम भनेर प्रधानमन्त्री रोजगार कार्यक्रमको विश्व ब्याङ्कबाट भएको थियो। यसमा चाहिँ 2 किसिमका तालिमहरू चाहिँ यसमा सञ्चालन गर्थ्यो। यो चाहिँ अब यसमा चाहिँ हाम्रो 6वटा तालिम थियो। यो नगर प्रमुख युवा उद्यमशील तालिम आयोजन तथा सिपमूलकमा यसमा एडभान्स सिलाइ कटाइ तालिम, त्यसै गरी प्लम्बर तालिम, त्यसै गरी इलेक्ट्रिक बिल्डिङ तालिम, त्यसै गरी मोटरसाइकल मर्मत तथा ट्र्याक्टर मर्मत तालिम र मोटर ड्राइभिङ तालिम र डिप्लोमा इन कम्प्युटर ट्रेनिङ भनेर हाम्रो 6वटा शीर्षकमा चाहिँ हामी तालिम चाहिँ सञ्चालन भइरहेको छ, अहिले भइरहेको छ भने अर्को प्रधानमन्त्री रोजगार कार्यक्रमबाट चाहिँ हाम्रो सडक मर्मत तालिम र डकर्मी तालिम भनेर त्यो चाहिँ फेरि अर्को शीर्षकमा चाहिँ तालिम भइरहेको छ। यसमा चाहिँ 20-20 जना चाहिँ यसमा छनौट भएको छन् भन्नु मतलब कि 20 जना चाहिँ सडक मर्मतमा, 20 जना चाहिँ हाम्रो चाहिँ डकर्मी तालिममा हुनुहुन्छ भने अर्को चाहिँ जुन एडभान्स सिलाइ कटाइ, प्लम्बर, इलेक्ट्रिक बिल्डिङ र मोटर मर्मत तथा ट्र्याक्टर र मोटर ड्राइभिङ र डिप्लोमा इन भने 25-25 जना गरेर चाहिँ हामीले चाहिँ 250 जना चाहिँ त्यहाँबाट छानेका थियौँ भनेपछि यता चाहिँ 20-20 40 भने लगभग हाम्रो 290 जना चाहिँ हाम्रो तालिम चाहिँ सुरुवात चाहिँ भइरहेको छ, चलेको छ। राजापुर नगरपालिका बर्दियाले पछिल्ला केही वर्षहरूमा समावेशी र सहभागितामूलक विकास मोडेलको उत्कृष्ट अभ्यास गर्दै आएको छ। विकासका हरेक तहमा स्थानीय बासिन्दाको आवाज सुन्ने, बुझ्ने र समेट्ने प्रयास मार्फत नगरपालिकाले वार्षिक बजेट निर्माणका बेला वडा स्तरीय योजना सङ्कलन, सार्वजनिक सुनवाई र छलफल गर्दै आएको छ। राजापुर नगरपालिकाको यस्तो अभ्यासले देखाएको छ कि जब स्थानीय जनताले योजना बनाउँछन् उनीहरू नै कार्यान्वयनमा जोड्छन् र त्यसको प्रत्यक्ष लाभ पनि उनीहरूले नै पाउँछन्। त्यसैले सहभागितामूलक विकासले दिगो, पारदर्शी र जनउत्तरदायी शासनको जग मजबुत पार्दछ। साझा प्रयास, जवाबदेही नेतृत्व र जनसहभागिताको माध्यमबाट राजापुर अझ समृद्ध, समावेशी र सक्षम नगरपालिका बन्ने विश्वास गर्न सकिन्छ। राजापुर नगरपालिकाबाट हामीले यस वर्ष यो आर्थिक वर्षमा राजापुर नगरपालिकाका युवा युवतीहरू तपाईको विदेश नजाउन्, राजापुर नगरपालिका या देशको जुनसुकै कुनामा पनि जागिर खाने सक्षम युवा बनाउनुपर्छ, युवा युवती बनाउनुपर्छ भनेर हामीले राजापुर नगरपालिका नगर प्रमुख उद्यम कार्यक्रम अन्तर्गत जुन प्रकारले महिला तथा बालबालिका शाखाबाट मुक्त कमैया, सुकुम्बासी, दलित लगायत अन्य वर्गका समुदायका पछाडि परेका समुदायका व्यक्तिहरूलाई हामीले अहिले 140 जनालाई हामीले लोकसेवा तयारी कक्षा सञ्चालन गरिराखेका छौँ, जस अन्तर्गत त्यसमा हामीले 2 शिफ्टमा, एउटा शिफ्ट चाहिँ राजापुर नगरपालिका भूगोलका हिसाबले विगत साबिक 7वटा गाविस र अहिले 10वटा वारा भएको हुनाले भूगोलहरू र क्षेत्रहरूलाई बाँटेर 2 ठाउँमा सञ्चालन गरेका छौँ। अमरसहित माविमा एउटा क्लास 3:30 बजेबाट हुन्छ भने त्यसपछि पकु माविमा 5:30 बजेदेखि त्यहाँ सुरु हुने गरेको छ।
त्यसमा ती युवा युवतीहरूले लोकसेवामा नाम निकालेर सक्षम तपाईँको राजापुर नगरपालिकाका आम नागरिक त्यो युवा युवतीहरू देशको तपाईँको निजामती कर्मचारी लगायत अन्य क्षेत्रमा नाम निकाल्न सकुन् भनेर हामीले यो तालिमको सञ्चालन गरेका छौँ र अगाडि बढाइराखेका छौँ। र त्यसै गरी हामीले अन्य तालिमहरू पनि प्लम्बर, इलेक्ट्रिसियन, त्यसपछि तपाईँको ड्राइभिङ, मोटरसाइकल र ट्र्याक्टर मर्मत तालिम, सिलाइ कटाइ एडभान्स, कम्प्युटर डिप्लोमा लगायतका तालिमहरू पनि राजापुर नगरपालिकाको तर्फबाट सञ्चालन गर्दैछौँ। जुनसुकै देशमा गए पनि तपाईँको यो सिप सिक्यो भने राम्रो पैसा कमाउन सक्ने वातावरण बन्छ भनेर त्यो उद्देश्यका साथ अगाडि बढाउन खोजेका छौँ र अगाडि बढ्दैछौँ।